उहाँहरूले सम्प्रेषण गरिराख्नु भएको छ। यो सम्प्रेषणले पक्कै पनि अझै अब हामी बाजुरा जिल्लामा प्रहरीको सुरक्षाको हिसाबले यहाँ मुद्दा दर्ता पनि भएको छ, हामीले इन्भेस्टिगेसन गर्नु परेको छ र मेरो इन्भेस्टिगेसनलाई चाहिँ पक्कै पनि चुनौती दिएको छ हैन। जुन मान्छे पक्राउ गर्नुपर्ने हो उहाँहरूको नाम चाहिँ खुलेला मिडियाहरूले बगैदा बोलेका छन्, फलानाको नाउँमा यस्तो उस्तो भन्दै उहाँहरूले हिँडिराख्नु भएको छ। त्यसैले पत्रकार सम्पूर्ण साथीहरूलाई तपाईँहरूको आफ्नो तर्फबाट तपाईँहरूले पनि एउटा आफ्नो असल दायित्व निभाइदिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। अनुसन्धानलाई चाहिँ त्यस्तो हानि पुर्याउने कामहरू चाहिँ पक्कै पनि नगरिदिनुहोस्। यो एउटा रुल अफ ल, एउटा ड्यू प्रोसेस अफ ल भन्छ। हाम्रो कानूनमा जहिले पनि ड्यू प्रोसेस अफ ल नै हुने हो। मान्छे त काल पक्राउ पर्ने जस्तै पक्राउ पर्नु पर्यो भन्ने मागहरू छ नि त यहाँ बाजुरावासीहरूको, त्यो कानुनी प्रक्रियामा गइसकेपछि पक्कै पनि एउटा कानून सम्बद्ध तरिकाबाट नै जान्छ। ढिलो चाँडो पक्कै पनि अपराध गर्ने मान्छेहरू चाहिँ कहीँ पनि चुक्दैनन्। त्यसमा हामी प्रहरी, चाहे हुम्लाको प्रहरी होस् चाहे बाजुराको प्रहरी होस्, यो कानूनी मामलामा अपराधको मामलामा चाहिँ हामी एकदमै न्युट्रल भएर हाम्रो इन्भेस्टिगेसनमा जुन हामीले कानूनले तोकेको दायित्वहरू चाहिँ पक्कै पनि पूरा गर्नेछौँ। र यावत कुराहरू भइराख्दाखेरि हिजो अस्ति पनि हाम्रो बाजुरावासीहरू हुम्लाबाट लखेटिए भन्ने जुन किसिमको मलाई लाग्छ तपाईँहरू मध्येबाट पनि लेख्नु भएको छ होला, धेरै साथीहरूले लेख्नु भएको छ होइन। यसमा अलिकति लेख्नुभन्दा अगाडि एकचोटि फ्याक्टलाई चेकिङ गर्ने हो कि, फ्याक्ट चेकिङ गर्ने हो कि, तथ्यपरक समाचार के हो भन्ने कुरा हामीले नोटिस गर्ने हो कि होइन। अब हाम्रो चाहिँ विशेष गरेर सूचना प्रवाह गर्ने एउटा सूचना अधिकारी जिल्लामा तोकेको हुन्छ र उहाँ